साथीहरू आज म मेरो दिदीले कसरी भुटन बनाउँदैछ त्यो सेयर गर्न गइरहेको छु है। उसले चाहिँ पहिल्यै नै भुटनलाई चाहिँ काटकुट पारेर धुइधाइ पारेर अनि बोइल गरेर पनि राखिसकेको रहेछ। त्यसपछि भाँडामा तेल हाले होइन, त्यसपछि के पड्काएर अनि चाहिँ त्यो भुटनहरूलाई हालेर परिफुट्यो होइन। त्यसपछि चाहिँ सिलौटोमा मसला पिस्न गयो अनि मसला पनि रेडी भयो। आएर हेर्दा चाहिँ चटी भइसकेको थियो कि त्यति बेलासम्म चाहिँ मसला पिसुन्जेल अनि एकछिन चलाएर फेरि मसला हालिदियो होइन। मसला हालिसकेपछि चाहिँ अनि नुन अन्त थोरै बेसार हालेर फेरि मजाले चलाउँछ होइन। एकदमै चटचडी परिरहेको थियो होइन। त्यसमा आँटामा पकाएको कस्तो मिठो बास्ना आइरहेको थियो। अनि उसले चाहिँ मजाले भुट्यो होइन। त्यसपछि थोरै गोलबेटालाई पनि काटकुट पारेर बनाउने तरिका यस्तो छ है मेरो दिदीको। थोरै गोलबेटालाई पनि काटेर उसले लायो होइन। अनि त्यसलाई पनि एकछिन हात हालेर छोपिदियो। अनि त्यो पाकिसकेपछि चाहिँ यस्तो देखिरहेको थियो। एकदमै खाउँ जस्तो चटचड परेको मिठो थियो। मेरो दिदीले चाहिँ यसरी बनाएकी थिए अनि मलाई थोरै सुरुमै चाख्नलाई पनि दिएको थियो है। यो चाहिँ दिदीको घरमा बनाएको रेसिपी है त साथीहरू।